यसको नाम हाल स्वीटी राखिदिएका छौँ। यसलाई चाहिँ मधेसीहरूले हरेक वर्ष बच्चा जन्माउने, बेच्ने र थुनेर बाँधेर माथि राखिराख्ने र दसैँ जस्तो टाइममा चाहिँ उसलाई यसरी थुनेर गएको थियो। रेस्क्यु गरेर बच्चा यहाँसम्म त आयो, तर उसले पाउनुपर्ने माया, उसले पाउनुपर्ने परिवार भने अझै पनि पाएको छैन। खोजीमा त छौँ, तर अझै पनि पाएका छैन। उसको आँखाले हरेक समय उसको लागि चाहिने न्यानोपन, त्यो आफ्नोपन खोजी नै रहेको हुन्छ, तर सकिरहेका छैनौँ। कसैले पनि एडप्ट गर्न मानिरहेका छैन। अपरेसन त भयो, तर पनि हामी अझै पनि उसको लागि नयाँ घर चाहिँ खोजिरहेछौँ। कोही हुनुहुन्छ हजुरहरू यसरी माया, यस्तो बच्चालाई माया गर्ने, यस्तो बच्चालाई म राख्न सक्छु, उसको विगतको दिनमा के कस्तो भयो त्यो आफ्नो ठाउँमा, तर म अहिलेको समयमा उसलाई म राम्रो उसको लागि लाइफ दिन सक्छु, उसको लागि घर दिन सक्छु, उसको लागि सानो ठाउँ दिन सक्छु भन्ने खालको कोही हुनुहुन्छ भने चाहिँ हामीलाई सम्पर्क गर्नुहोला। निकै नै दुःख पाएको बच्चा छ, अहिले एकदमै ज्ञानी छ सानो त, तर अझै पनि उसको जुन उसलाई जसरी राखिएको थियो त्यो ट्रमाबाट भने चाहिँ निस्किन सकेको छैन। पछिल्लो समयमा अलि एग्रेसिभ पनि थियो, अहिले यति फ्रेन्डली भएको छ। कोही हुनुहुन्छ माया गर्ने भने चाहिँ प्लिज हामीलाई सम्पर्क गर्नु र यसलाई नयाँ जीवन दिन मद्दत गर्नुहोला।